गाइज मेरो युट्युब च्यानल तपाईहरु सन्चै हुनुहुन्छ होला म सन्चै छु अनि आज चाहिँ म भर्खर अहिले चाहिँ म खाजा खाएर निक्लिसके मकै गर्नु जानु पर्ने छ स्कुलबाट आयो मकै गर्नु गयो हाम्रो बारी चाहिँ यो हो एउटा यहाँ तलतिर छ यहाँ तलतिरको चाहिँ गर्नु पर्ने छ जाने हो मम्मीले दिउँसोदेखि गर्दै हुनुहुन्छ क्या त्यही भएर मम्मीलाई त सघाउनु पर्यो दिउँसोदेखि गडेको हुनुहुन्छ अनि नगरौँ भने मै त गर्ने अब यहाँ मम्मी चाहिँ गर्दै हुनुहुन्छ हैन गर्दै हुनुहुन्छ अब म यहाँ गर्छु यहाँ लास्टै माङ्राहरू झारहरू आइरहेछ यो चाहिँ हाम्रो बाख्रा हो बाख्रा खोर अनि सुँगुर पनि छ यहाँ सुँगुर हेर्न सक्नुहुन्छ सुँगुर ओइ कन्ने दिनहरु छ कस्तो आनन्द आउँछ होला यिनीहरूलाई ब्लक नि को ए मम्मी चाहिँ मकै गडेको हुनुहुन्छ म चाहिँ भर्खर स्कुलदेखि आएर अब मम्मीले सघाउनु है लास्टै साह्रो मकै स्कुलबाट आयो मकै गोड्यो यो म कहाँदेखि खन्नु भएको यही खन्ने मैले कहाँ पो राखेँ कहाँदेखि ल्याउनु गाइजहरू होइन एकछिन म यहाँ मकै गोडी सकाउँछु अनि हेरौँ यहाँ वाच टाइम राख्छु म त्यही हो गाइजहरू म चाहिँ मकै गोड्न लागेँ अहिले चाहिँ मल सिद्धमा मल लिन आएको मल चाहिँ यता राखेको थिएछन् झेउ लाग्दो मकै गर्नु जति अल्छी त आफ्नोमा मात्रै अल्छी लाग्छ मकै गर्नु अरूकोमा त जोस आइहाल्छ नि गौथली मम्मी गौथलीले के भएछ गाइसहरू बच्चा होइन यसलाई के भएछ कहाँ बच्चा यस्तो पखेटाहरू राम्रै आइसक्यो एउटा पानी ल्याउँदैछ एउटाले जाउँ न तल म ल्याएर आउनुहुन्छ यति नै गरौँ हो के को ए म ल्याएर आउनु ए गोल खेल्नु जाने 5 बजी जाने भन्नु के पो गर्छन् हौ म चाहिँ तल गएको लाज लागेर मर्नु आँट्यो म त
मैले चाहिँ एउटा चिज देखिरहेको छु खानेकुरा उखु हेर न उखु सबै सत्यनाश भयो के खाले भयो यहाँ आडु देखिरहेको छु मैले चाहिँ आडु खाने हो आडु चाहिँ यहाँ छ कसरी टिप्नु जाने बाटै यस्तो छ म टिपेर आउँछु ल गाइजहरू मौसम चाहिँ कस्तो राम्रो भएको छ गाइजहरू मम्मीले यहाँ झार काट्दै हुनुहुन्छ र म चाहिँ एकछिन रेस्ट गरिदिएको यहाँनिर मौसम हेर्नु न कस्तो दामी भइरहेछ है बादलहरू खुलिरहेछ पुरै अब के गर्नु यस्तै छ यो कहिले गोडिसक्नु ज्याउ यो थोरै छ यहाँ थोरै छ गोडिसक्नु यो गोडिसकाउँछु अनि भेट्नुपर्छ ल गाइजहरू म चाहिँ आडु खानु गएको उताको बाटो राम्रो थिएन कि त्यो भएर यताको खानु आएको यताको बाटो आएको अब चाहिँ मकै पनि गोडिसकियो अब भोलि गोड्ने आजलाई भयो त्यति नै आडु खाने बाटो यस्तो छ बाटो चाहिँ यहाँ माथि चढेर म चाहिँ आडु खानु गएको आडु पनि पाकेको छ कि छैन बाटै खराब छ यहाँ टिप्नु पनि सकिन्छ कि सकिँदैन उस्तै छ आडु एक दुईवटा खानु आडु त दामी छ दामी चाहिँ पुसेर खानु मिठो रहेछ मिठो चाहिँ आडु के खाली आडु भेटाए त आडु मिठो रहेछ अब चाहिँ म घर लाग्दिन्छु आडु खाएको नि ए भ्लग बनाएको नि आन्टी कहाँ मिलको मान्छे त छैन आडु चाहिँ एकदम मिठो छ बादलहरू कस्तो दामी छ आडु चाहिँ यता रातो साह्रो मिठो छ हामी भोलि भेटौँ गाइजहरू